बोलौँ न एउटा अब के बोल्ने ल है केटाहरू यहाँ हेर अब यो जापानमा चाहिँ यस्तो के भन्छ यो के हुसो हो यो के हो खास यहाँ चाहिँ तपाईँको विगत ठ्याक्कै त्यो रेकिसी हिस्ट्री चाहिँ हामीले पढायो होइन सुन्नमा आएको कति वर्ष कति सय वर्ष अगाडि चाहिँ यहाँ ज्वालामुखी विस्फोटन भएको थियो अरे यहाँ यो विशेष गरी ज्वालामुखी विस्फोटित क्षेत्र हो यो अहिले चाहिँ तुवालोले राम्रोसँग देख्न सकेको छैन हामीले होइन अब बिस्तारै यो मौसमले पनि अलिकति साथ नदिइरहेको अवस्था छ अहिले हामी योभन्दा अघिल्लो दिनमा आउँदाखेरि मौसम खुलेको थियो त्यो बेला चाहिँ यो एकदम राम्रो दृश्य हामीले खिचेका थियौँ अलिअलि खुल्न लाग्यो सर उताबाट यसो कट गर्ने ल हेर केटा यो चाहिँ होइन अब उहाँले भने जस्तो यो के भन्छ ज्वालामुखी चाहिँ ऊ भएको ठाउँ हो अरे क्या यो होइन ल हेर ठ्याक्कै छ नि खास यहाँ चाहिँ हामी चाहिँ आत्महत्या गर्न आएको तर यो देखेर चाहिँ आत्महत्या गर्नै मन लाग्यो अब जापानमा पैसा नि बच्दैन केही बच्दैन ल हेर्ने यस्तो अब पुरै छ नि यहाँ ल यहाँबाट जाऊँ न अहिले तल है यहाँ यस्तो छ क्या यहाँ अब यहाँबाट गयो भने चाहिँ अब सिधै चिलिम झ्याम हो छैन है यस्तो छ है बल्ल हामी आएको मौसमले पनि देख्न सक्छ यार माथि सही हो सही हो बादल पनि बिस्तारै हाम्रो टक्क लाएर नजरलाई साइड लाउँदैछ त यार के हो त्यही भने यो बादलले नजरलाई साइड लाउँदाखेरि उहाँ फेरि यस्तो है यहाँको एकदम के भन्छ त्यो स्थानीय बासिन्दा क्या यहाँ जापानमै यहाँ बसेर एकचोटि यता के अरे हेर्नु न यो उहाँ चाहिँ जापानमै बसेर पिआर लिएर बसेको मान्छे हो है जाने छस् भन्ने क्या उहाँले भनेको कुरा सबै सत्य नहुन पनि सक्छ हो त्यो कुरामा चाहिँ तर होइन गाइज यो भ्यू चाहिँ कडा छ ल सर लाएर होइन यो चाहिँ यो जङ्गलको पुरै यहाँ तल चाहिँ यस्तो के यो के भन्छ यो ओन्सेन के अरे हुन्छ नि ओन्सेनलाई नेपालीमा के भन्छ तातो पानीको त्यो बाफ हो त होइन हुसु नै हो अग्लो पहाडको बिचमा यो के भन्छ अलिकति यसले बाटो पाएन कि पहिरो भागमा चाहिँ जमेर बसेको जाने ठ्याक्क घाम लागेको उहाँ फेरि विशेषज्ञ हो है अब तपाईँलाई म सोध्छु ल अब केटा मेरो पालो है ल यति बेला हामीले नेपाल घर बुटोल पुर्ख्यौली घर अर्घाखाँची होइन गुल्मी तर अहिले चाहिँ उहाँ पालेन सिटीको नागरिक भइसक्नुभएको छ यो ठाउँ तपाईँलाई आउँदै गर्दा कस्तो अनुभूति भइरहेछ सर यो ठाउँ चाहिँ अब यो ठाउँ भनेको यो ठाउँ होइन त हजुर यो भूगोल यो माटो होइन लास्टै अब नेपालको आउनु न बोल्दै यो ठाउँ चाहिँ होइन अब एकदमै अब यसो अघि देखाइयो नि देखाउँदाखेरि चाहिँ यो खत्रै अब विकट जस्तो पनि छ होइन हजुर तर के अरे यहाँको बाटोहरू फेरि सबै बनेको छ क्या त्यहाँ बाटोहरू सब बनेको छ डेभलप पनि छ अब यो एउटा तातो पानी यहाँको फेमस भनेकै तातो पानी होइन त त्यो तातो पानीमा छिर्यो भने मान्छेको रोगसोग सब निको हुन्छ नि ढाड दुख्ने उहाँ केटीहरू आएको मैले भन्छु ल यो ठाउँ अलिकति पर्यटकको हिसाबले पनि निकै राम्रो त्यो पर्यटकहरूसँग बोल्छु कयौँ पर्यटकहरूको बाक्लो भिड देख्न सक्छौँ हामीले हेलो I'm making my video for the YouTube. Oh, okay. So do you like the Japan? Can I ask one question for you? No? That's one question. Well, yeah, one question. How long have you been in Japan? A few weeks. Yeah. This is the first time in Gunma? Yes. Yes. And what about you have a further planning to visit like Osaka, Nagoya, Tokyo? We've been to Osaka. Osaka? Oh. Yeah, we've been. So we're travelling back up and then going back round to Tokyo. So I also this place is really famous for onsen. Oh, is it? Yeah, it is. Yeah, the area. We work live next to Resort Hotel. Okay, So cool. if you visit our hotel, I'm gonna give you service. really By the way, where are you from? England. Okay, Yes. guys, I have met just them. They are the visitors Yes. from the that's England. I'm from Nepal. Nepal, So- nice. I feel very nice to meet you. Nice to meet you too. Give me your Thank- time. Thank you so much. Please Nice to meet you both. tell them to subscribe my channel. Please. Subscribe to his channel. Okay. Thank you so much. So much. Thank Thank you. you. ल केटाहरू होइन ल। यो उहाँहरूसँग पनि हामी टक्क बोल्यौँ होइन? पाहुनाहरूसँग
केटीहरू चाहिँ चवाक छ है ल है। हैट तपाईँ बोका बारा नदेखाउनु न बोका बारा देखाउने हो सर तपाईँले यार बोकाबाट होइन होइन तपाईँमा त्यो खुबी रहेछ मैले माने न न न सो यसो गरे जस्तो गर्नु न यता होइन तिनीहरू चाहिँ त्यहाँ छन् होइन सो दिस इज बब्बा लाउँदो रहेछ यार तपाईँको गोब्रोले त बब्बा लिनेछ साँच्ची अहिले त झन् मौसम खुलेर यति दामीले कुरो छोड्नु सो अब यस्तै हो होइन जापान भनेको ठाउँ चाहिँ मैले चाहिँ उहाँहरूलाई चाहिँ हाम्रो होटेलमा चाहिँ उहाँहरूलाई चाहिँ मैले उनीहरूले फोटो खिच्न चाहन्छन् भने हेल्प पनि गर्न सकिन्छ तर अब अहिले ठ्याक्कै बोल्दा बोल्दै फेरि सुन न यता यता फेरि होइन जापानमा फेरि यो केटीहरूलाई धेरै जिस्काउनु हुन्न क्या जिस्काएको त होइन होइन फेरि पुलिस केस लगाइदियो भने त फेरि सिधै नेपाल आएर ब्लग बनाउनु पर्ने हुन्छ नि गाइड पुलिसले अवरोध होइन यहाँ आज गोप्रो लिएर आउनु पर्ने हो ल कुहिरोले अवरोध गरिसक्यो ठ्याक्कै हेर्नुहोस् भिडियो आएन राम्रो आएन सबै यसले छोपिहाल्यो सेट ल ठिक छ ल अहिले म काटेँ फेरि पनि पुनः जोडेर आउने छु पाउनु अहिलेको बसाइबाट भने ल बिट मार्नुभन्दा पहिला फेरि केही बोल्न खोज्दै हुनुहुन्छ अब उहाँ हामी चाहिँ होइन अब अहिले हामी आज चाहिँ मोबाइलबाट भिडियो बनाएको होइन हामीसँग क्यामेरा पनि छ उहाँ अहिले जुन मैले अघि उहाँलाई देखाएको थिएँ नि उहाँ नि म जस्तै टाइपको मान्छे हो होइन भिडियो सिडियो बनाउने इन्जोय गर्ने हाम्रो गाडी पनि छ उहाँ है हामी शान्तिमा गाडी चढ्दैन हामी क्राउन गाडी चल्छ यो चाहिँ हाम्रो दिदीहरूको भनौँ न होइन अघि कुइरेनीहरूको सो गाइज लेट्स मिट टु आवर न्यू भिडियो ओके